उहाँहरूको गीत गाएको छ आई सी क्लाउड्स र छुकछुक गर्दैछौ। त्यसै गरी शुभम सरलाई पनि तयारी अवस्थामा बसिदिन हुन आग्रह गर्दछु। Let's welcome KG Second with a huge round of applause. Chuk 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 chuk
हाम्रा साना नानी बाबुहरूले। हजुरहरूलाई कस्तो लाग्यो त हाम्रा सानो नानी बाबुहरूको गीत? आवाज सुनेर कस्तो लाग्यो त? अब पारी रहेको छ हाम्रो यसरी के मन्टेसरीको म्युजिक टिचरको। उहाँलाई पनि शुभम सरलाई पनि जोरदार तालीका साथ मञ्चमा स्वागत गरौँ। यो गीत आउँछ भने मसँगै गाइदिनु होला है त। Thank you Shubham sir for the performance. Shubham sir को लागि एकचोटि फेरि ताली है त। अब हामीसँग पहिलेदेखि जोडिनु भएको हाम्रो प्यारेन्ट्स विशालजित पालिके सर, विज्ञाना पालिके बहिनीको बाबालाई म यस मञ्चमा आफ्नो मन्तव्य राख्न बोलाउन चाहन्छु। उहाँको लागि पनि जोरदार ताली। स्कुल चल्दाखेरि हामीलाई धेरै खुसी लागेको थियो, किनभने यो एरिया नजिकै साना साना भाइ बहिनीहरूलाई पढाउने स्कुल सायद कमै थियो अथवा थिएन जस्तो लाग्छ। मैले खोज्दा पनि भेटिनँ। मैले मेरो बच्चा पढाउनलाई मैले थिमी पुऱ्याएको थिएँ। पछि थिमी धेरै टाढा भएपछि यो स्कुल सुरु भएपछि मैले यो स्कुलमा ल्याएको थिएँ र यो स्कुल सुरु हुनुभन्दा अगाडिदेखि नै मेरो सम्बन्ध छ भनिहालेँ। सम्बन्ध भन्नाले यहाँ आउने जाने सम्बन्ध हो, फेरि अन्य सम्बन्ध नठान्नु होला। त्यति बेला यहाँ खरायो पनि पाल्ने गरेको हुन्थ्यो कि सानो, त्यति बेला अनि म सानो बच्चालाई सधैँ खेलाउन यहाँ ल्याउँथेँ। त्यति बेला अनि स्कुल सुरु भएपछि म अझ बढी खुसी भएको थिएँ, ताकि मेरो बच्चालाई यहीँ पढाउन पाउने भएँ। घर नजिकै सजिलो पनि भयो, अथवा केही बिरामी भयो तलमाथि भयो भने तुरुन्त लिन आउन सजिलो पनि हुने थियो भनेर खुसी पनि भएको थिएँ र पढाउने पनि मौका पाएँ र लामो समय पढाएँ। मैले 2-3 वर्ष नै भइसक्यो होला सायद यहाँ। त्यही भएर पढाउने क्रममा धेरै मान्छेहरूले के भन्दो रहेछ भने स्कुलमा अभिभावकहरू धेरै, तपाईँ हामी जस्तै अभिभावकले बच्चाहरूलाई होमवर्कै दिँदैन यो स्कुलमा, त्यही भएर यो स्कुल राम्रो छैन कि क्या हो भन्ने धेरैले भन्दो रहेछ। त्यो भ्रम चाहिँ हामीले पाल्न हुँदैन।
बच्चाहरू सानो बच्चाको उमेर अनुसारको होमवर्क हुन्छ। अब हामी भन्छौँ बच्चाहरूले पहिला पढ्नुपर्छ, त्यसपछि सिक्नुपर्छ, त्यसपछि बुझ्नुपर्छ। अब हामीले होमवर्क दिने भनेको त पढ्ने मात्र भयो। हामीले सधैँ लेख्न लगाउने, सधैँ पढ्न लगाउने मात्र होइन कि त्यो होमवर्क के हो भनेर हामीले बुझ्नुपर्छ। हाम्रो बच्चाहरूले 1+1=2 हुन्छ भनेर मात्र लेख्न लगाएर मात्र हुँदैन कि 1+1=2 किन हुन्छ र कसरी हुन्छ त्यो सिक्नुपर्छ हाम्रो बच्चाहरूले। त्यसलाई चाहिँ सिकाइ भन्छौँ हामीले। 1+1 गर्नलाई एउटा पेन्सिल दिने, फेरि अर्को पेन्सिल दिएर एउटा 2 भयो भनेर सिकाउनुपर्छ, ताकि हामीले कपीमा मात्र सधैँ लेखेर सधैँ होमवर्क दिएर हुँदैन भन्ने हामीलाई लाग्छ है। त्यही भएर मैले पनि म्यामहरूलाई धेरै पटक भन्थेँ मेरो बच्चालाई होमवर्क भन्दा पनि बढी सिकाउनु होला। होमवर्क ठुलो कुरा होइन, होमवर्क त कुनै बेला गर्ला, सिक्ला, सिक्दै जाँदा गर्ला। हामी पनि उमेर पुगेपछि मात्र बुझ्दै गएका हौँ। पहिला अब हामी पढ्दै गर्दाखेरिका हाम्रो कति पढाइहरू हाम्रो दैनिक जीवनमा काम नलाग्ने पनि भइरहेछ। धेरै ठाउँमा धेरै सोसियल मिडियामा हामीले देखाएको छौँ साइन थीटा कोसेक थीटा हाम्रो पढ्दाखेरि त्यो कहाँ प्रयोग भयो भनेर धेरैले लेखेको पनि हामीले पाउँछौँ। साँच्चै भन्नुपर्दा हामीले जुन संस्कृत पढ्छौँ, कति भाषाहरू पढ्छौँ, ती कुरा हाम्रो व्यवहारमा प्रयोग नभएको पनि हुनसक्छ। त्यही भएर हाम्रो बच्चाहरूलाई पढाइ भनेर पनि सिकाइ बढी जान्ने बनाउनुपर्छ, सिकाइ आवश्यकता छ भन्ने मलाई लागेको थियो। र म्यामहरूसँग मैले बेला बेलामा भन्ने पनि गर्थेँ बच्चालाई चाहिँ होमवर्क दिनुभन्दा पनि बढी सिकाउनु होला, स्कुलमै बढी सिकाउनु होला। अनि अहिले जति पनि हामीले डान्स हामीले यति एक्सपेक्ट गरेको पनि थिएनौँ हामीले यतिको हुन्छ होला भन्ने। हाम्रो बच्चाहरू यति डान्स गर्न सक्ने, गाउन सक्ने, अब यस्तो पर्फर्मेन्स गर्न सक्छ जस्तो लागेको थिएन मलाई पनि। तर यत्रो प्रगति भइसकेको रहेछ। यहाँ आएपछि यो कार्यक्रममा आएपछि मात्र हामीले थाहा पायौँ। त्योभन्दा अगाडि त हाम्रो बच्चा स्कुल पुऱ्याउँथ्यौँ, घर ल्याउँथ्यौँ, कहिलेकाहीँ होमवर्क हुन्थ्यो, प्रोजेक्ट वर्क हुन्थ्यो, त्यो हेर्थ्यौँ, त्यति मात्र थियो। तर यो 1 वर्षको यो कार्यक्रमले हामीलाई थाहा